हेलो 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 उदयपुर जिल्ला क्षेत्र नम्बर 1 अन्तर्गत पर्ने सुदनगढी नगरपालिका 5 निवासी सम्पूर्ण जनताहरूलाई मेरो एकमुष्ट नमस्कार। सर्वप्रथम त म धन्यवाद दिन चाहन्छु ती जनताहरूलाई जसले आफ्नो अमूल्य मत दिएर जुन तपाईहरू काबिल नेताको चयन गर्नुभएको छ त्यसको लागि म आभार प्रकट गर्न चाहन्छु। सन्दर्भ आउँदै गरेको चुनाव, आज पकाए खाना भोलि पर्सिसम्म गएर बिग्रेर जान्छ। तर 14-15 वर्ष अगाडि जो खाल्टाखुल्टी भएका बाटोमा हिँडेर पहिलोचोटि भोट मागेर यहाँबाट जितेर जानुभएको थियो, ती बाटोलाई आजसम्म यथावत राख्नको लागि जुन आफ्नो योगदान दिनुभएको छ, हामी ती नेताहरूलाई आभार प्रकट गर्न चाहन्छौँ। वर्षायाममा तपाईँको बालबच्चाहरू पढ्न जान पाएनन् या परीक्षा दिन जान पाएनन् भनेर दुखी नहुनु होला। कमसेकम खाडी जाने बाटो त खुल्लै छन्। वर्षायामको मौसममा सिधै नगरपालिका कार्यालय जान पाइएन भनेर पनि दुखी हुनु पर्दैन। फतेपुरको बाटो हुँदै हामी जान सकिहालिन्छ। हरेक वर्ष वर्षायामको समयमा केही व्यक्तिहरू बाढीमा भाँसिएर जान्छन् भनेर दुःख मान्नु पर्दैन। 14-15 वर्ष लगाएर बनाएको पुल त्यो पनि सञ्चालनमा नआउँदै भत्कियो भन्दैमा दुःख मान्नु पर्दैन। खोलामा डुङ्गा छन्, 2-4 पैसा खर्च गरेर डुङ्गा तर्न सकिहालिन्छ। बेरोजगारी नेताहरूलाई रोजगारी दिन हामी सफल भएका छौँ। पार्टी चलेको छ, नेताहरूले राज चलाएका छन्, हामी त खुसी हुनुपर्ने होइन र? जय पार्टीवाद जनता। का पता हम लोग का भाग कब बदलेगा रे माधव? बदलेगा विनोद भाई, बदलेगा। भगवान पर भरोसा रखो।